दिनमा 36 किलोमिटर ठिकै छ ठिक हो ठिकै हो त गियरमा नहेरिकन गर्ने के गियर हेरेर गर्ने होइन है 18 मिनटको भिडियो भयो अब गियर घटाउनु पर्यो भने पहिला स्पिड घटाऊ क्या स्पिड घटाऊ होइन ब्रेक लगायो भने हुन्छ अनि क्लच च्यापिएन पुरै पुरा क्लच च्यापेर जस्तो तिम्रो गियर अड्कियो भनेपछि गियर सट्ट गएन नि त होइन गएन भनेपछि मैले क्लच च्यापिनँ भन्ने कुरा याद गरिहाल्ने ट्याक्क क्लच फुल च्यापेर बल्ल ब्रेक लगाउने यो गियर लगाउने हो स्लो हेर बहुत ख्याल गर्नुपर्छ लेफ्ट साइड बढी ख्याल गर्ने अब त्यो फुच्चे फ्रन्ट आइदियो भने त झ्याउ हो नि त अहिले नबढाऊ यो डोजर कटेपछि मात्रै है केही हुन्न पछाडिको भन्दा हामीले अगाडिको केयर गर्नुपर्छ यस्तो साइड काट्ने बेलामा चाहिँ पछाडिको पनि केयर गर्नुपर्छ होइन यसरी हिँडिरहँदाखेरि यस्तो यो हामी आफ्नै लाइनमा सिधा हिँडिरहेछ होइन त्यो बेलामा कसैले पछाडिबाट हर्नमा बजायो भने तिमीलाई सहज अगाडि छ भने साइड दिने अगाडि सहज छैन भनेपछि साइड दिइहाल्नुपर्छ भन्ने हुन्न